त्यो भन्दा अर्को सरप्राइज कुरा चाहिँ तपाईहरुले 1-2 दिनमा थाहा हुनेछ है। फिक्स थिएन कि त्यो काम हुन्छ हुँदैन भन्ने कुरा। हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल इन अनदर ब्लग है। आज चाहिँ हाम्रो स्पेशल डे खाजा। हजुरहरूले के स्पेशल भन्ने कुरा त पोस्टमा देखिसक्नु होला हाम्रो फेसबुकमा हैन, हाम्रो कालीको फेसबुकमा है काली। अनि आउनु हामी आज स्पेशल डेमा यस्तो बाहिर यतिकै खुवानतिर घुम्न जान लागेको। त्यो खुवान चाहिँ एकदम राम्रो छ। म सुरुमा आउँदाखेरि नि गएको है। अनि आज मेन चाहिँ हामी त्यही अब हाम्रो त्यो स्पेशल डेबाट यस्तो घुम्न निस्केको। त्यो भन्दा अर्को सरप्राइज कुरा चाहिँ तपाईहरुले 1-2 दिनमा थाहा हुनेछ है। अनि आज त्यही भएर यो भिडियोमा त्यसको बारेमा चाहिँ अब खासै छैन, त्यो सम्बन्धीको भिडियो हिजो बनाउँछु भन्ने सोचेको। अनि हिजो एकदम हामी फिक्स थिएन कि त्यो काम हुन्छ हुँदैन भन्ने कुरा। अनि त्यही भएर पनि हामीले त्यसको हिजोको चाहिँ भ्लग बनाएन, तर सर्ट भिडियो त्यो पनि आउने छ है। त्यो अब 1-2 दिनमा त्यो पुरा थाहा भएपछि अनि सर्ट भिडियो हामी हाल्नेछु। अनि आज चाहिँ हामी जस्ट यसरी खङवानमा घुम्न जाने अनि टाइम स्पेन्ड गर्न हिँडेको। अनि ठ्याक्कै यसपालि चाहिँ हाम्रो एनिभर्सरी सन्डेको दिन परेको छ, होलिडेको दिन खुरेछ छिमिसयो। अनि हामी त्यही भएर अहिले जाँदैछु है। हामीले खङवानमा पुगेपछि फेरि भिडियो कन्टिन्यू गर्नेछु, हेर्दै गर्नुहोस् है। हामी चाहिँ खङवानमा पुग्न लाग्यो। यो खङवान जाने बाटो खुरेडोङको है, एकिम्पो एरिया खुरेको नजिकतिर बस्ने सबैलाई त थाहा नै होला हैन। अनि हाम्रो मेन हामी जाने क्याफे चाहिँ जहिले नि यहाँ थियो। अनि अहिले चाहिँ हामी पहिला खङवान घुमेर आउँ, त्यसपछि हामी क्याफे जाने। साइकल पसल चाहिँ यो हो। साइकल सबै लडाएर आएछ। साइकल सबै लडाएर पार्किङ त खतरा गर्दैछ। कफी सप यो हो। कफी सप यो भनिसके मान्छेहरू रहेछ। मान्छे नभइकन टेन्सन फर्किने बेला कफी सप पस्ने। अनि खङवान चाहिँ यता हो। त्यो अब पानीमा त्यो देखेँ यार कालो इन्द्रेणी बाबा देखाउँछ। कस्तो राम्रो त्यहाँ मान्छे बसेछ। होस् खङवान गुलाबको फुलको के छ, के भन्छ, फुलबारी, फुलहरूको बगैँचा सबै। छाङ्मी भनेको के हो? खुरे गुलाबको रहेछ त। अहिले गुलाब चाहिँ के पनि फुलाएको छैन, भर्खर पलाउँदो रहेछ। यहाँ चाहिँ कस्तो राम्रो डिजाइन हेर न। फर्किदिने ओके। यो नि पुरा त्यसको हाँगा हो र हो रहेछ है। के अरे गुलाबको फुल के हेर्नु न, सबै कस्तो माथिसम्म गएको। यो त यस्तो लामो जान्छ त। आइसेल देखाछ। आइसेल देखाछ। आइसेल जस्तै लाग्छ यो त। जहाँ जहाँ माटो छ त्यहाँ धेरै त्यही झरेर काट्दैछ। कस्तो राम्रो यहाँ एउटा रहेछ गुलाबको फुल। पातहरू चाहिँ कस्तो राम्रो कलिलो पलाएर आएको। पुरा फुल्ने भने त कस्तो राम्रो देख्छ है। पोहोर आउँदा हामी आउँदा फुलिरहेको थियो त। खुङवानको खुङ मेटेर अनि ओन मात्रै राखेको। अनि यता छाङ्मी भनेको छाङ्मी कोचको नि कोच चाहिँ मेटेर छाङ्मी राखेको। छाङ्मी कोच छाङ्मी वान गुलाबको पार्क भने जस्तो होला नि। त्यही भन्नु भने गुलाब फुलको पार्क हो। साँच्चीकै त्यो पानी अघि आइरहेको थियो कि अनि अहिले त आउँदैन भनेको थियो कालीले, भने जस्तै आएको छैन। ऊ चाहिँ मक्कै छ उसले भनेको मिल्यो भनेर। अनि म चाहिँ छक्कै परिरहेको छु कि होइन कसरी चाहिँ थाहा भयो आउँदैन भनेदेखि आएन कि यहाँ पानी नै। अघि कस्तो माथि उठेर झर्ना भन्नु के भन्छ त्यसलाई, पानीको यस्तो आएको थियो कस्तो राम्रो। हजुर पानीको फोर्स आएर इन्द्रेणीहरू सबै आएको थियो। फुल त अघि झरेको भनेको झरेको हो कि जस्तो लाग्थ्यो, तर यहाँ फुल्नाले
कोपिला पनि भएको छ भर्खर भर्खर है फुल्न लाग्यो जस्तो पनि भएको छ त्यही भएर यो फुल्न लागेको फुलहरू फेरि हेर्न आउनुपर्छ सबै यो कोपिला भइरहेछ यहाँतिर मैले अघि झरिसक्यो होला अनि यो पलाएको होला भन्ने ठानेको कोपिला भएर बसेको रहेछ यस्तो छ अनि पार्कतिर बसेर सबैजना घाम ताप्ने कोही हिँड्ने यहाँ एकजना चाहिँ मोबाइल चलाउने है तपाईँ पनि पहिले त्यसरी हिँड्नु भयो होला होइन याद आउँछ आउँदैन त्यतिखेर मेरो साँच्ची याद आउनु जस्तै छ अनुहार हेर्दा त कस्तो राम्रो हामी यो डाँडामा चाहिँ पहिलो छिटो आयो फेरि यो ठाउँ जति आयो पनि यो डाँडामा चाहिँ माथि उक्लेको चाहिँ आज फर्स्ट टाइम यस्तो राम्रो छ यहाँनिर यति ठुलो कमान छ पुरा हरियाली भएको छ यो अघि फुलको पात फुल फुल्यो भने यस्तो राम्रो हुन्छ यो हो होसुखुङवान चङ्मीवान गुलाबको पार्क है यहाँ गुलाबको फुल यत्रो ठुलो छ यहीँभित्र हो तर अहिले चाहिँ गुलाब फुलेको छैन रहेछ हामी चाहिँ खुङवानबाट पनि आएर कफी ठाउँमा कफी नै अर्डर गऱ्यौँ अब हामी माथि जाँदैछौँ है हाम्रो आयो सब रिप्लाई राम्रो पालिको एनिभर्सरी चाहिँ यो क्याफेमा आएर मनाइरहेछौँ हामीले किन क्याफेमा आएर मनाएको भन्दाखेरि अब यहाँ क्याफेमा आएर त हामीले केकहरू सानो एक स्लाइस मात्र किन पनि पायो होइन अनि त्यही भएर अब घरमा ठुलो केक लगेर त्यो सेलिब्रेट गर्दाखेरि अब धेरै खाइँदैन पुरा खेर मात्र जाँदो रहेछ कि पछि अनि त्यही भएर यहीँ क्याफेमा केक किन्यो अनि क्यान्डल लिएर आएको थिएँ मैले घरबाट क्यान्डल भन्दा नि त्यो क्यान्डलको त्यो नै हो बत्ती बाल्ने त्यो अनि मैले नाइफ पनि थियो लिएर आएर अनि यहीँ चाहिँ बत्ती बालेर दुईजना सेलिब्रेट गरिरहेछौँ है अब धेरै पैसा तिरेर ठुलो केक किनेर घरमा त्यो गर्नुभन्दा अब दुईजना त हो जसरी नै खाने दुईजनाले हो भनेर यसो खोङानतिर घुमेर आयो अनि यहाँ अहिले हामी केक काटेर दुईजनाले सेलिब्रेट गरिरहेछौँ है यो चाहिँ अब हाम्रो के भन्छ दुईजनाको चाहना अनुसार अब दुईजनाले त हो जे जस्तो भए पनि अब दुईजना हामी भएको दिन एनिभर्सरी भनेको दुईजना टाइम स्पेन्ड गर्नु हो हामी चाहिँ अब निस्केको अब गाडी चढेर घर ब्याक हुने चल मगर शीतल चिसो चिसो भयो शीतल भनेको अब हामी सरेर मोटर चढेर भनेपछि बस चढेर हामी घर फर्किने अनि हामीले लास्ट दिन होला भन्ने लागिरहेछ अब किनभने मैले एउटा सरप्राइज भनेको छ होइन त्यो अब एक दुई दिनमा थाहा हुनेछ हजुरहरूले होइन के होला है हाम्रो सरप्राइज है सो अहिलेको लागि यो भ्लग चाहिँ आजको एनिभर्सरी भ्लग हो यो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु है अनि बाई बाई सबैजनालाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनुहोस् है नयाँ पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् लाइक भिडियोहरू कस्तो लाग्यो कमेन्ट पनि गर्न नभुल्नु होला आजको लागि चाहिँ यति भन्दै बाई बाई सी यु नेक्स्ट भिडियो भोलि है भोलि पर्सि हुन्छ ल